साथीहरु, आज म एउटा यस्तो विषयमा कुरा गर्न चाहन्छु जुन केवल गोल बजार वा कुनै एउटा ठाउँको समस्या मात्र होइन। यो नेपालका हरेक व्यापारी, उद्योगी र लगानीकर्तासँग जोडिएको विषय हो। सिराहाको गोल बजारका स्थानीय व्यापारीहरूले आफ्नो व्यवसाय बन्द राख्ने निर्णय गरेका छन्। व्यक्तिगत रूपमा हेर्दा मलाई यो निर्णय उचित र जायज लागेको छ। तर मेरो विचारमा यो विषय गोल बजारमा मात्र सीमित हुनु हुँदैन। देशभरका व्यापारी, उद्योगी तथा लगानीकर्ताहरूले पनि यस विषयमा गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ। साथीहरु, जब कुनै व्यक्तिले व्यवसाय सुरु गर्छ त्यसको पछाडि वर्षौंको मेहनत, संघर्ष र सपना लुकेको हुन्छ। कसैले ऋण लिएर पसल खोल्छ, कसैले विदेशको कमाई लगानी गर्छ त कसैले परिवारको खर्च घटाएर व्यवसाय अघि बढाउँछ। तर एउटा आन्दोलन, एउटा झडप र एउटा हिंसात्मक घटनाले त्यो सबै केही घण्टामै समाप्त गरिदिन्छ। हाम्रो देशमा पटक पटक यस्ता घटनाहरू भएका छन् जहाँ आन्दोलन वा झडपको क्रममा निजी पसल, घर सवारी, साधन र व्यवसायहरूमा क्षति पुगेको छ। सबै घटनाको कारण दोषी वा परिस्थितिहरू एउटै हुँदैनन्, तर एउटा कुरा भने धेरै पटक दोहोरिएको देखिन्छ। सबैभन्दा ठूलो पीडा निर्दोष नागरिकले भोग्नु परेको छ। साथीहरु, प्रश्न उठ्छ, यदि आन्दोलन सरकार विरुद्ध हो भने किन सामान्य व्यापारीको पसल जलाउने? यदि असन्तुष्टि राज्यसँग छ भने किन एउटा परिवारको जीवनभरको कमाई नष्ट गर्ने? यस्तो घटनाले केवल एउटा पसल बन्द हुँदैन, एउटा परिवारको आय बन्द हुन्छ, कर्मचारीको रोजगारी गुम्छ, बजारको विश्वास घट्छ, नयाँ लगानी गर्न चाहने मानिस पनि डराउँछ। त्यसैले अब नेपालमा एउटा यस्तो स्पष्ट र प्रभावकारी व्यवस्था आवश्यक छ। कुनै पनि आन्दोलन वा हिंसात्मक घटनाका क्रममा निजी सम्पत्तिमा क्षति पुगेमा पीडितले छिटो र न्यायोचित क्षतिपूर्ति पाउने प्रणाली हुनुपर्छ। दोषी जोसुकै भए पनि कानुन अनुसार कारबाही हुनुपर्छ, तर पीडितले वर्षौंसम्म न्यायको प्रतीक्षा गर्नुपर्ने व्यवस्था अन्त्य हुनुपर्छ। साथीहरु, आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर आन्दोलनको नाममा हिंसा, आगजनी र तोडफोड गर्ने कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। त्यसले न आन्दोलनलाई बलियो बनाउँछ न त समाजलाई। यदि आज व्यापारीले आफू सुरक्षित महसुस गर्दैन भने भोलि कसले नयाँ उद्योग खोल्छ? कसले लगानी गर्छ? लगानी नगरे रोजगारी कसरी बढ्छ? रोजगारी नबढे देशको अर्थतन्त्र कसरी अघि बढ्छ? मेरो विचारमा अब सबै पक्षले एउटा कुरा बुझ्नुपर्छ, सरकारले नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ, आन्दोलन गर्नेहरूले शान्तिपूर्ण बाटो अपनाउनुपर्छ र कानुनले निर्दोष नागरिकको सम्पत्ति र व्यवसायको रक्षा गर्नुपर्छ। किनभने देश बलियो तब मात्र बन्छ जब यहाँका नागरिक सुरक्षित हुन्छन्, व्यापारीले निर्धक्क भएर लगानी गर्न सक्छन् र कानुन सबैका लागि समान रूपमा लागू हुन्छ। धन्यवाद।